अरे काटिहाल्यो सबै चाहन्छ हुन्छ अच्छा पछि पलाइहाल्छ नि काठमाडौँमा होइन सधैँ कपाल पनि राम्रो हुन्छ कि कपाल पनि राम्रो हुन्छ त्यही त पछि आइहाल्छ त अहिले मिलाउने हिसाबको काट्नु दिँदैन त्यही भएर नि अगाडि राख्नु पऱ्यो भने मिलाउनु पर्छ अनि मिलाउनु पर्छ पेन्सिल काँचो कति यता हेर त तपाईँ नि हेर्नु अब यो युट्युबमा आउँछ क्या यता हेर्नु कस्तो नराम्रो देखाएको छ बेलामा मुरीको सिरानी बनाएर दिनु पर्ने बनायो बनाउनु त किलो नुहाइदिन समस्या भयो क्या कपालको माया गरेको हुँदैन क्या आउँछ पछि मैले अस्ति काटेँ अहिले आइसक्यो छोरी कि छोरा छोरा ए फरक पर्दैन छोरा मान्छे छोरी भए त चाल्थ्यो होला नि कहिले काटिदिन्छ चुप मस्तै गाह्रो त निन्द्रा तपाईँले बिहानै गएको हस्पिटल आमा कति लामो रहेछ त्यहाँ
चायाहरू पाउँछ मसिनो भयो यहीँ लामो चाया नि परेको रहेछ इ सबै जान्छ अब एउटा क्यान्डी टी भन्ने सेम्पू आउँछ क्या दाइ मेडिकल मात्रै पाउँछ त्यही सेम्पूले त्यही सेम्पूले नआउनुहोस् कि अब कपाल भएन भने त जान्छ होला त्यस चाहिँ साबुन हो कि साबुन त लगाउने साबुनको पुज गाह्रो हुन्छ झन् चाया हुन्छ लगाउन हुँदैन के अरे रोएर निकाल्नै नसकेर साबुन लगाइदिनु अनि स्याम्पूमा गाँदै जाँदैन स्याम्पूमा सेम्पू गाज चाहिँ पातलो हुन्छ साबुन गाज बाक्लो हुन्छ हो बाक्लो चाहिँ बाक्लो ए त्यही भएर आउने हो अँ स्याम्पू चाहिँ अब पानीले जाँदै जाँदैन क्या सर्लक्क साबुन चाहिँ जान्छ त्यही भएर मैले नि साबुनले जान्छ होइन आफूले फिलिङ हुने मात्रै हो जान्छ त्यो पानी हाल्यो भने त खस्रो हुन्छ गयो भने मन लाग्छ तर त्यो जाँदैन अनि तर त्यो स्याम्पू चाहिँ चिप्लो भयो हेर। हुन्छ ए गएछ नि चिप्ले छ मन छाला स्मुथ हुन्छ हुन्छ कि के अरे छाला चिप्लो हुन्छ त्यो क्यान्डी टिभी सेम्पू लगाउनुहोस् कि त्यो सही हुन्छ ल उतापट्टि होला हो छुट्टा नियमले खालि बाँधेर पठाइदिएर 2 दिन भइसक्यो सवालमा छोरो लुटिसक्यो